आज चाहिँ मैले धेरै पछाडि भ्लग लिएर आएको छु। यो भ्लग चाहिँ स्पेसली हाम्रो पूजा भ्लग हुनेवाला छ, किनभने भोलि चाहिँ हाम्रो घरमा पूजा छ। अनि मैले चाहिँ आजैबाट भ्लग स्टार्ट गरेको, किनभने आजदेखि पाहुनाहरू आउन स्टार्ट सिधै होइसिन्छ। त्यसैले सो किप वाचिङ, के हुन्छ पूजामा हेर्दै गर्छु होला। कपहरू लिन, ग्लासहरू लिन आएको छौँ होइन। भोलि चाहिँ हाम्रो घरमा पूजा छ, त्यसैले म र यता हेर्न म र मेरो भाइ होइन आइरहेको छौँ। हामी चाहिँ सपिङ गरेर निस्किसकेको छौँ होइन। ऊ चाहिँ एकदमै लजाउँछ, ऊ चाहिँ मेरो मामाको छोरा हो गाइज होइन। चाहिँ यस्तो छ पूजाको लागि। यहाँ चाहिँ दुध तताउन राखेको रहेछ। अनि यता चाहिँ यहाँ प्रिपेरेसन हुँदै रहेछ भोलिको लागि। थाहा थिएन हजुरहरूलाई होइन, म चाहिँ सेफ हो नि, त्यही भएर आई अलवेज वर्क इन अ किचन। अरू काम चाहिँ खासै मलाई इन्ट्रेस्ट लाग्दैन। इज अलवेज गाइज म चाहिँ यहाँ चटपटे बनाउँदैछु वर्कर्सहरूको लागि। मैले चाहिँ वर्कर्सहरूको लागि चटपटे बनाएर ल्याइदिएको थिएँ होइन। इज अलवेज म चाहिँ अब होम सेफ हो नि त तमी छ। यहाँ चाहिँ हामीले सरसफाइ गरिसक्यौँ होइन। गाइज सबै काम आफूले गर्नुपर्छ, सघाउने कोही छैन। लुगा पनि यस्तो च्यातिसक्यो। बाइ द वे इग्नोर दिस मिरर। उसले चाहिँ केही नै गर्दैन, केही नै सघाउँदैन गाइज। हाम्रो पाहुना हाम्रो पाहुनाहरूको एन्ट्री भयो है गाइज। हेलो गाइज होइन, हाम्रो चाहिँ अब कामहरू आइहाल्यो। मेरो पार्टनर चाहिँ आइसकेको छ। अब हामी चाहिँ जाँदैछौँ दुध दिनलाई। हाम्रो सामान लिएर आइसकेको छौँ। अब चाहिँ हामी घर जाँदैछौँ। यहाँ चाहिँ मिसो होला हजुरले, उहाँ चाहिँ हो नियाखतीबाट। अब चाहिँ हामी घर जान्छौँ। हाम्रो चाहिँ धेरै रेस्पोन्सिबिलिटिजहरू छ होइन, त्यसैले हामी घर जानुपर्ने हुन्छ। फाइनली गाइज हाम्रो चाहिँ सब परिवारको मिलन भइसकेको छ। यहाँनिर चिया खाने कार्यक्रम सुरु हुँदैछ। अब यो खाएर चाहिँ हामी भोलिको प्रिपरेसन गर्छौँ। यहाँ चाहिँ मेरो आमा होइसिन्छ। हाई गर्दैछ आमा। मेरो मामु चाहिँ यहाँ होइसिन्छ। हजुर वाउ, मेरो बिग फ्यान हो। आम्बो के गर्छेको गाइस। यहाँ चाहिँ भोलि पूजाको लागि गाईको घिउ र यता दुध तयारी हुँदैछ। कस्तो फिल भइरहेको छ त हजुरलाई? यस्तो खालको त कोही गल्दैन होला प्लिज। गलेर अरे ओ माई गड। तिमीहरूलाई जति रमाइलो त मैले कसैलाई देखिनँ गाइज। ओभर रमाइलो छ त तिमीहरूलाई। के नहुँदो सो रमाइलो भान्सामा बस्ने सबलाई भान्से भन्छ मेरो भाषामा चाहिँ। BMW वालालाई पनि भान्से नै भन्छ। BMW भनेको चाहिँ भाँडा माझ्ने वाली है गाइज। यस्तो छ है त हलवाईहरूको सामानहरू जस्तो देखिरहेको छ सेम। आज चाहिँ खाना अड्कल नपाएर यस्तो भयो, धेर भयो। भोलि चाहिँ यस्तो नहोस् कृपया भान्सेहरूलाई म यति भन्न चाहन्छु। अहिलेको लागि चाहिँ बाई गाइस। फाइनली आजको दिन चाहिँ सकियो होइन। 4 ठाउँ ओछ्यान लगाइदिएर फाइनली म पनि अब मेरो बेडमा आइसकेको छु। भोलि बिहानै उठ्नुपर्ने भएकोले गर्दा हामी चाहिँ अब सुत्न लागेको। सो सी यु टुमोरो गाइज। गुड मर्निङ गाइज। आज हाम्रो पूजा डे। म चाहिँ बिहानै उठेर नुहाइ गरिसकेँ। अनि अहिले चाहिँ हामी गाउँतिर जाँदैछौँ। कुरोहरू चाहिँ अघि नै आइसकेको छ। हाम्रो चाहिँ एकदमै ढिलो भइसकेको छ होइन, त्यसैले हामी फटाफट जाँदैछौँ। गाइस के भयो भन्दा होइन, हामीलाई चाहिँ कुन घरमा गाई पालेको छ त्यो पनि थाहा छैन, कुन घरमा गाउँ मारेको छ त्यो पनि थाहा छैन। अनि पठाएको छ मलाई र यसलाई गाइस, जसलाई थाहा छैन त्यसलाई। अनि हामी चाहिँ झन्डै रङ घरमा सोधेछौँ। रङ घरमा गएर गाउँ छ भनेमा के हुन्थ्यो होला हाम्रो हालत। अनि फाइनल्ली हामीले चाहिँ बुवालाई सोध्यौँ होइन। बुवालाई भेटेको थियो बाटोमा, सायद यहाँ होला। अब हामी यहाँ गएर सोध्छौँ।
घर त हामीले करेक्टै भेटाएछौँ बट उहाँ गाई माताले गौ माताले गाउँ दिसेको छैन अरे आधी घन्टा जति टाइम लाग्छ अरे सो हामी चाहिँ अब यहाँ दुध दिएर घर जान्छौँ अनि एकछिन पछाडि फेरि आउँछौँ यता हाम्रो गुरुहरू आइसक्छ हजुर सुजी पनि छ होला सो गाइस यो चाहिँ हाम्रो आजको पूजा फिट हामी चाहिँ गएको फेरि गाउँतिरलाई स्टिल नट किन हो र उसले यस्तो गरेको हामीलाई म त दुईचोटि भइसक्यो हामी ओर र दोहोर गरेर यही मात्र काम छ फेरि यस्तो पवित्र काम चाहिँ मलाई मात्रै जुट्दो रहेछ र गाई के गर्नु र होइन म आएर नदिएको हो कि त्यस्तो नहुनु पर्ने होइन कसले हो भन्ने होला क्या के हो कर्ताको अनुहार त खासै ठिक छैन त गलेर अनि यता चाहिँ हाम्रो रोटी पाक्दैछ हाम्रो आमाले रोटी पकाउँदै हुनुहुन्छ आन्टीले फर्काउँदै हुनुहुन्छ फेरि राम्रो भएछ रोटी दामी भयो फाइनली गाई गौत चाहिँ आइसकेको छ होइन अहिले चाहिँ अङ्कलले नै ल्याइदिन्छु Seems great, guys. यताबाट अलिकति पर बनाउनु पर्छ क्या हो अब चाहिँ दामी भयो नि त दामी भयो अब चाहिँ मलाई पनि ओम विष्णुवे स्वादम विष्णुवे नमः ओम गणनाथा भगवती भवामय भवामय सुमनस वन्दित सुन्दरि माधवी चन्द्र सहोदरि हेममयी मुनिगण वन्दित मोक्ष प्रदायिनि मञ्जुळवासिनि वेदनुते पङ्कजवासिनि देव सुपूजित सद्गुणवर्षिणि शान्तियुते फाइनल्ली गाइज ब्रेक टाइम चाहिँ भइसकेको छ हाम्रो पूजाबाट अनि म चाहिँ उठेर आइसकेको छु मेरो साथी पनि आइसकेकी छिन् यहाँ आमा पनि होइसकेको छ आमा आइजान्छ अनि अब चाहिँ हामी गुरुहरूलाई यसो नास्ता चियाको व्यवस्था हुँदैछ अनि अब कस्तो हुँदैछ पूजा हजुरले त हेर्दै बस्नुहुन्छ होला मेरो चाहिँ भाड गइसकेको छ भरेसम्म के हुन्छ थाहा छैन गाइज अब म पनि एकछिन फलफुल सलफुल सेवन गरेर आउँछु यता हाम्रो सेफ अङ्कल चाहिँ यता होइदिन्छ है सबै थोक भान्सी चाहिँ यता पकाउने एउटा सिधाउँदै के सबै पूजा गर त्यहाँ फुलको पूजा गर यहाँ गर बाबाले सिकाएको गर्छ अब त सिकाएन यस्तो के अन्त यो मूर्तिको बाटो मुखलाई के गर्नु भन्नु रोसेको ब्रेक टाइम हो क्या गाइस प्लिज ब्रेक टाइम अब के पुरै लान्छ बाँडेर
औषधिले मात्रै त्यो बिमार निको पार्छ प्रवासी वाउ गएका बेलाको मित्र चाहिँ को हुन्छ भन्दा विद्या विद्या पढाएको छ भने मित्र भयो नभए सबै सन्तुहरूलाई पूर्ण परिवारको जय आजको आनन्दको ओम जय जगदीश देवताको दुर्गंगा माईको राधा कृष्ण यत वस्तु तद्दैताको सुकृताय नाना नाम गोपालनाम सर्वसुकृताय तुभ्यं वयं सम्प्रदामये तस्येन वाचा फाइनली सक्यो पूजा सुजा टिका टालो सब सकिसक्यो अब चाहिँ म भोजनतिर लाग्दैछु यहाँ चाहिँ मेरो भोजन चाहिँ अहिलेको लागि बाई few moments later यो चाहिँ मैले पुकी तोरण डोरी बनाएको होइन हाउ क्युट लुक एट दिस मान्छेहरूले बनाएको क्युटै हुन्छ क्या होइन नि यहाँ यो पुरी त्यो सेलरोटी पनि सेलरोटी यो चाहिँ अचार सब्जी यो बन्दाकोपीको सब्जी यो चाहिँ न्युट्रेला र बोडीको सब्जी यो अनि फलफुल यो म मान्छे अलराउन्डर हो क्या मगाएको छ तपाईँ पुगिदिन्छु क्या बुझ्छौ नि बल्ल बल्ल खाने बेला भयो हजुरको चाहिँ बल्ल फ्री टाइम भयो ओ माई गड अनि हजुरलाई भाउजूको अचार मिठो कस्तो रहेछ अनि सुन आन्टीलाई चाहिँ कस्तो लाग्यो सबै अप्सरा आन्टीलाई सुषमा आन्टी पनि यता दिइहाल्छु एकचोटि दिनभरि खटेर होला सबलाई मिठो लागेको होला है वाउ अझ मैले पस्केपछि झन् मिठो है त्यो अङ्कललाई भन्छ ठुलो बाबालाई ठुलो बाबाको इन्टरभ्यू लिँदैछु म आज ठुलो बाबी दही कस्तो छ मैले जमाएको यो त आउन नपाइ जान्छु भन्छ त आउन नपाइ जान्छु भन्छ ओ माई गड आउन नपाइ जान्छु भन्ने मान्छे चाहिँ ऊ है गाइज हाई कसैले लिएर आएको है म पूजामा गुड सो संस्कारी जय होस् जय होस् ए हुँदो रहेछ चटपटे त आउने रहेछ प्लिज तिमीलाई पनि आयो चटपटे धेरै रहेछ उसको तिम्रो त नि वाउ रातो पनि छ त तिम्रो त रातो पनि छ त कस्तो छ नाइस भर्खर सवारी हुँदैछ है उहाँको चाहिँ खाना खाने गरी हो नि त उहाँ चुले निम्तो छ नि त उहाँ दाजु बहिनीलाई चाहिँ सो फाइनली पूजा सकेर हामी चाहिँ गुन्द्रुक र भात खान आँटेको होइन सबजना एक एक गाँस खान आँटेको गाइज अब लेट्स इट है सो गाइज वेलकम टु माई च्यानल होइन वान्स अगेन हाम्रो च्यानलमा चाहिँ हजुरले यसरी इनबक्स पनि गर्न सक्नुहुन्छ इफ यु गाइज
गाइस निड भाडा मुनि मान्छे होइन दुध पुऱ्याउने मान्छेहरू पनि चाहियो भने इन्फर्म गर्न सक्नुहुन्छ हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ सरी मैले चाहिँ आज दिनभरि कति काम गरिसकेँ होइन तपाईँले देखिसक्छु होला जता पनि म पुगिरहेको हुन्छु मेरो खुट्टाको खुट्टाको स्किन पनि पुरै पिल भइसकेको छ अहिलेको लागि चाहिँ म अलिकति बिजी भएँ किनभने भाडाहरू थपिने सम्भावना हुन्छ यहाँनिर म बसे पछाडि सरीको लागि चाहिँ बाई अङ्कल चाहिँ खाना खाँदै हुन्छ भर्खर अङ्कल खाना मैले पकाएकै हो त हामी चाहिँ नाचेर गाएर रमाइलो गरेर उनीहरूलाई प्रसादहरू हालिदिएर अब बिदा गर्न जाँदैछौँ किनभने वी डोन्ट ह्याभ इनफ स्पेस फर दिज किड्स होइन अनि अहिलेको लागि चाहिँ अब उहाँहरूलाई म बाई भन्न चाहन्छु सो बाई बाई